द वर्ल्ड इज नट रेडी फर भिनिसियस जुनियर अनि हाइटी त झन् रेडी छँदै थिएन। भिनीले आज साँच्चीकै ग्राउन्डमा तहल्के मचाइदियो। लिटरली 3 गोल लायो ब्राजिलले अनि 3टै गोलमा भिनिसियसको इन्भल्भमेन्ट छ। फर्स्ट गोलको कुरा गरौँ। फर्स्ट गोलमा भिनिसियसले 2टा डिफेन्डरलाई छक्काएर क्रस हान्यो। क्रस हान्दाखेरि डिफेन्डरले क्लियर गर्न खोज्यो, कुन्याको खुट्टामा बल ठोकेर गोल पाए कुन्याले। मेहनत गर्ने कालु, मकै खाने भात अनि कुन्याले 10 वटा मोमोको ठाउँमा 11 वटा मोमो पाए जतिकै फ्रीमा गोल पाए। अनि सेकेन्ड गोलमा फेरि पनि भिनिसियसकै एसिस्ट अनि कुनियाको त्यो गोल। एकछिनको लागि कुन्या हैन, रोनाल्डो नजारियो दि कुन्या भइदियो। अनि थर्ड गोल भिनिसियसले आफै हान्यो, त्यो पनि किपरको टाङुनीबाट। त्यो गोल पछि किपरले नेटबाट बल उठाउने कि आफ्नो सेल्फ प्रिपरेसन उठाउने कन्फ्युजमा भयो। हुन त अपोनेन्ट हाइटी त केटा हो, त्यही भएर वर्ल्ड कप नै जिते जस्तो उफ्रिनु चाहिँ जरुरी छैन। तर यो वर्ल्ड कपमा बिग नेसन्सले स्मल नेसनसँग हगेको हामीले लाइभ देखेका छौँ। त्यही भएर भिनी यस्तो फर्ममा देखिनु इज डेफिनेटली अ गुड साइन फर ब्राजिल। तर सबै कुरा राम्रो भएको दिनमा एउटा न एउटा पनौती त हुन्छ नै, र यो गेमको पनौती थियो रफिन्या। ब्रोलाई अब कुनै पनि गेम स्टार्ट गर्न दिनै हुँदैन। रफिन्यालाई अब सिधै भिआइपी टिकट काटेर दर्शक बनाइदियो हुन्छ। यही गेममा एउटा शट अनि 2 वटा अफसाइड अनि त्यो सेमफुल परफर्मेन्स लुकाउनलाई इन्जुरीको नाटक।